थापा। धन्यवाद बहिनीहरूलाई। अब खेल बाँकी रहेका खेल निरन्तरताको लागि यो माइक्रोफोन जुरीतर्फ हस्तान्तरण गर्दछु। बाँकी रहेको खेल निरन्तरताको लागि यो माइक्रोफोन जुरीतर्फ हस्तान्तरण गर्दछु। हस्, धन्यवाद। धन्यवाद। हाम्रो अघि उद्घोष गरेका 55 केजी तौलसम्मको क्वार्टर फाइनल खेलबाट हामी यस खेल सञ्चालन गर्नेछौँ, जसमा पहिलो बाउटको लागि रातो रिबनमा कविता मोक्तान बागमती प्रदेश, सेतो रिबनमा लक्ष्मी थिङ गण्डकी प्रदेश रिङभित्र प्रवेश गर्नको लागि तयारी अवस्थामा बस्दिनु होला। निर्णायकहरू मुख्य निर्णायकमा आउँदै हुनुहुन्छ दिपा साई, राजकुमार श्रेष्ठ, सन्तोष कुमार लामा, मोहन धामी, राजेश भुर्तेल। यस पश्चात तयारी अवस्थामा रहनको लागि महिलातर्फको दोस्रो क्वार्टर फाइनल खेलको लागि रातो रिबनमा चन्दा भुजेल सशस्त्र प्रहरी बल, सेतो रिबनमा अस्टिना केसी कर्णाली प्रदेश तयारी अवस्थामा बस्नुहोला। दोस्रो बाउटको लागि चौथो संस्करणको यो ललितपुर महानगरपालिका मेयर कप फुलकण्डा कराते प्रतियोगिता 2080 फागुन 6 र 7 गते सञ्चालन भइरहेको छ, जसमा यो महिला 55 केजी